हेलो नमस्कार गाइजहरु हाम्रो भिडियोमा हजुरहरुलाई स्वागत छ। आज चाहिँ हामी मुकबाङ भिडियो बनाउँदैछौं दिदी र भाइ मिलेर। कसले धेरै खाने धेरै त खाँदैन होला, कम्पिटिसन चाहिँ हैन, खाएको भिडियो बनाउँछ। चटपटेको साथमा चिसो पनि छ है गाइज। अब बिदाको दिनको सदुपयोग गरिरहेको छौँ हैन भाइ? एकदम। तँलाई चाहिँ कतिको मनपर्छ? धेरै एकदमै एकदम। हजुरलाई चाहिँ कतिको मनपर्छ चटपटे? सायद यो चटपटे मन नपर्ने मान्छेहरू चाहिँ यो संसारमै अलिक कम हुन्छन् होला है? एकदम। तँलाई कतिको मनपर्छ? एकदम धेरै। छिटो मिठो खाजा। आज हामीले खाएको के खाने भनेर सल्लाह गर्दा गर्दै दिदीभाइले फाइनल्ली चटपटेमा गर्मी बढिसक्यो साथीहरु हाम्रोतिर। तपाईहरुको चाहिँ कस्तो छ? हाम्रो कोलपुरतिर चाहिँ गर्मी बढिसक्यो है। अच्छा तपाईले सुरुमा कोलपुर आउँदा कतिको गर्मी लाग्थ्यो भन्दा? एकदम धेरै। म चाहिँ बच्चादेखि नै यति जन्मेको हुर्केको भएर मलाई चाहिँ अब गर्मी भए पनि त्यस्तो हुँदैन। यसलाई चाहिँ पाहाडबाट आएको। अब हामी हप्तामा एक दिन चाहिँ मुकबाङ भिडियो पनि ल्याउँछौँ हैन दिदीभाइ भएर। भाइ नेपाल बस्नुहुन्छ, भाइ चाहिँ चाँडै जाँदैछ। हल्का हाम्रो चटपटीमा सबै ठिक छ है? मिलो पिरो ट्वाक्क। म चाहिँ चटपटे एकदमै मिठो नै बनाउँछु गाइजहरु। हेर्दा पनि एकदमै खाउँ लाग्ने नै बनाउँछु। घरको चटपटी खाएर बाहिरको चटपटी खानु हुन्छ लाग्दैन। एकदमै बाहिर चटपटी कसरी बनाउँछन् साथीहरु? एकदमै डिफ्रेन्ट टेस्ट हुन्छ है बाहिरको। घरको चाहिँ एकदम अर्ग्यानिक टेस्ट हुन्छ, मिठो। आफ्नो बनाएको मिठो चाहिँ भन्नुहुन्न है साथीहरु। हामीले ढाँटेको चाहिँ होइन, एकदम मिठो छ है। अच्छा एकदम त्यसरी पल्टिँदैन कस्तो छ भने एकदम मिठो भयो। तँलाई बाहिर पसलतिर किनेको चटपटी मिठो लाग्छ कि अहिलेको यो चटपटी मिठो लागिरहेको छ? यो चटपटे वान्छ। यसमा हामीले के हाल्यौँ अरे? यसमा चाहिँ हामीले भन्दैन के हाल्यौँ? छ भुजा। फर्स्टमा धनियाँ हाल्यौँ, प्याज हाल्यौँ, हरियो खुर्सानी, पोलेको खुर्सानीको पेस्ट हाल्यौँ। चटपटीमा पोलेको खुर्सानीको पेस्ट हाल्नु साथीहरु एकदमै बब्बाल टेस्ट आउँछ। इमेजिनेसन गरेको भन्दा पनि बब्बाल। हार्नु लाग्नु भयो त? चटपटेको साथमा जम्बो पनि छ है। त्यसलाई जम्बो त भन्छ है। म चाहिँ सकेन गाइजहरु। म अगाउट जस्तो लाग्यो, भाइले सक्यो छिटो जित्छ भन्ने कुरा थियो। भाइ चाहिँ एकदम नजान खान लागेको छ, म चाहिँ भक्का कुरा गर्न लागेको छु। भाइले नै जित्छ जस्तो छ।
हामी चाहिँ नयाँ नयाँ च्यानल हो हाम्रो चाहिँ है। सबैले लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला साथीहरू। सानो सपोर्टर हामी जस्तै नयाँ नयाँ च्यानल बनाएका साथीहरूलाई सपोर्ट गरिदिनु होला। हामी चाहिँ सिक्दैछौँ भर्खरै है, इम्प्रुभ गर्दैछौँ। रिभ्यू पनि दिनु होला हाम्रो भिडियो कस्तो लाग्यो। बिस्तारै इम्प्रुभ गर्दैछौँ। आज यस्तो भिडियो बनाएको त हाम्रो फर्स्ट टाइम होइन, नत्र एटलिस्ट खाएको भिडियोहरू चाहिँ बनाएर हालिरहेको थियौँ, रेसिपीको भिडियोहरू चाहिँ हालिरहेको थियौँ। मेरो क्यामेराम्यान चाहिँ भाइ हो, मलाई चाहिँ आउँदैन भिडियो बनाउन। भाइले जित्यो, मैले चाहिँ हारेँ। थ्याङ्क यू साथीहरू, हजुरहरूले अहिलेसम्म हाम्रो भिडियोहरू हेरिदिनु भयो। हाम्रो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरेर माया गरिदिनु होला साथीहरू। धन्यवाद। अब हामी अर्को हप्ता भेट्नेछौँ मुकबाङ भिडियोमा। अरू भिडियोहरू चाहिँ हाम्रो च्यानलमा आइराख्नेछ, तर मुकबाङ भिडियो चाहिँ हप्तामा एकचोटि आउनेछ। सधैँ हेरेर माया गरिदिनु होला है साथीहरू। प्रतिक्रिया दिन नभुल्नु होला। धन्यवाद।